यो रातो पोल चाहिँ नेपालको सहरहरू काठमाडौँ, पोखरा, भक्तपुरहरूतिर छैन मलाई थाहा भएन होइन। तर जापानको सहरहरूतिर चाहिँ प्राय सबैतिरै रहेछ होइन। यसको नाम चाहिँ के हो भन्दा चाहिँ स्योखासेन रहेछ होइन। यो चाहिँ यसको चाहिँ काम चाहिँ के हो भन्दा चाहिँ दमकलले चाहिँ यहाँबाट पानी झिक्छ रहेछ आग लागि भएको बेलामा। यो तल चाहिँ पुरै पाइपहरूबाट जोडेर पानीहरू जोडेको रहेछ। अनि त्यसपछि यो चाहिँ प्राय 100 मिटरको टाढामा छ होइन। यहाँबाट पर पनि छ, उता नि छ होइन। प्राय यो चाहिँ कस्तो ठाउँतिर छ भने यतातिर चाहिँ पुरै एकदम सहरहरू सिटी साइड होइन, घरहरू टन्नै भएकोतिर चाहिँ रहेछ। अनि यस्तो ठाउँहरूमा चाहिँ यदि के भन्छ आग लागि भइहाल्यो भने पनि सजिलो हुन्छ नि त, एकदम सुरक्षित हुन्छ। त्यही भएर चाहिँ राखिएको रहेछ। अनि यस्तै ऊहरू चाहिँ नेपालकोमा पनि जोडिन आवश्यक छ है। त्यस्तै भयो भने चाहिँ हामी पनि आग लागि हुनबाट बचिन्छ नि त, त्यही भएर।